आज चाहिँ हाम्रो हार्वेस्ट टाइम। आज चाहिँ म र मेरो बहिनी करेला भेन्डी र फर्सी टिप्दैछौ ल है त। करेलाको हार्वेस्ट हुँदैछ। खै देखा त हिजो हरिहरी भएको करेलाहरू आज पुच्छरमा पहेँलो पहेँलो भइसक्यो। मेरो बहिनी चाहिँ करेला टिप्दैछ। कसरी देखाउनु यसरी यस्तो गराइदिन्छ है त्यसो। त्यो अहिले भिडियो हेर्दाखेरि म देखेर हुन्छ नि पिटिहाल्छस्। झाट त भिज्यो त यार। गर्मी धेरै भएको कारणले छाता उठेर म हार्वेस्ट गर्दैछु। यो हो चिप्ले भेन्डी। यता फर्केर हो के त्यसरी। घरतिर नि हेर्न पर्ने हुन्छ यहाँ फेरि अब गरम महिनामा सर्को मलाई छाता डिस्टर्ब गर्यो। छाता साइडमा राख्नु पर्यो। प्लास्टिक निकालेर प्लास्टिकभित्र चिप्ले भेन्डी राख्दैछु म। कति हुन्छ हेर्दै गर्नु होला है मेरो भिडियो। म टिप्दैछु। बढी नि टिप्ने होला। बन्द गर अहिले। आज हाम्रो निस्क्यो करेला बारीबाट। त्यसपछि के अरे यसको नाम काँक्रो बोडी घिरौला। यसको नाम हो गोल काँक्रो। यो चिप्ले भेन्डी। यो हाम्रो चेरी टमाटर। ल आज चाहिँ यति हामीले टिप्यो तरकारी।